विशेष गरी आज म चर्चा गर्नेछु सप्तपदीको बारेमा। तपाईँहरूलाई सप्तपदी भन्दा सम्झिन गाह्रो भयो होला। यसरी म बुझाउन चाहन्छु। सप्तपदी भनेको गुरुहरूले सेतो कपडामा 7 वटा अबिर अथवा सिन्दुरले रेखा कोर्नुहुन्छ र त्यसमा दुलाहाले एक एकवटा गर्दै त्यो रेखा देखाउँदै जाने र दुलहीले त्यो रेखालाई छुँदै जाने र अन्त्यमा पूजा गर्ने चलन रहेको हुन्छ। विशेष गरी सप्तपदी खास चाहिँ पद हो। यो एक एकवटा पाउ हो। टेक्दै जानुपर्ने अर्थ बुझिन्छ। त्यसको लागि विशेष गरी यसलाई कुनै पनि अन्न राखेर, चामल राखेर त्यसमा सिन्दुर र फुलले शोभायमान बनाएर त्यसमा दुलाहाले त्यसको अर्थ बुझाउँदै जाने र दुलहीले त्यसमा टेक्दै जाने, हरेक पाउ टेक्दै जाने विशेष अर्थ हुन्छ। र प्रत्येक पाउको बेग्ला बेग्लै अर्थ रहेको हुन्छ र यसको हरेक पाउको विशेषता छुट्टा छुट्टै रहेको छ। यसको अर्थ रहेको छ, हे देवी, तिमी धन ऐश्वर्य र खाद्य पदार्थ प्राप्तिको लागि मेरो साथै प्रथम पाउ अघि बढाऊ। मसँगै तिमी यो पहिलो पाउ अगाडि बढाऊ। के को लागि भन्दा धन ऐश्वर्य र खाद्य पदार्थ प्राप्तिको लागि पहिलो पाउ अगाडि बढाऊ भनेर दुलाहाले भन्नुहुन्छ। यसको अर्थ यस्तो हुन्छ, हे देवी, तिमी त्रिविध बल तथा पराक्रम प्राप्तिको लागि तेस्रो पाउ अगाडि बढाऊ र सदा मेरो अनुकूल गति गर्नेवाली भगवान विष्णुले तिम्रो यो व्रतलाई दृढ गर्नुहुनेछ, पुरा गर्नुहुनेछ र तिमीलाई सर्वश्रेष्ठ बुद्धिवान बलवान पुत्र वा पुत्रीले युक्त बनाउनु हुनेछ। नमस्कार साथीहरू। हे देवी, धन सम्पत्ति वृद्धिको लागि तेस्रो पाउ अगाडि बढाऊ। सदैव मेरो हित चिताउने वाली भगवान विष्णुले तिम्रो यो व्रतलाई पुरा गर्नुहुनेछ र उत्तम सन्तानले युक्त बनाउनुहुनेछ भनेर बताइएको छ। यसको अर्थ यस्तो हुन्छ कि हे देवी, तिमी आरोग्य शरीरले युक्त सुख प्रदान गर्नेवाली धन सम्पत्तिको भोग र शक्तिको लागि चौथो पाउ अगाडि बढाऊ भनेर चाहिँ दुलाहाले दुलहीलाई भन्नुहुन्छ। हे देवी, तिमी घरमा पालिने 5 प्रकारका पशुहरू जस्तै गाई, भैँसी, बाख्रा, घोडा र हात्ती लगायत यी 5 पशुहरूको लालन पालन र संरक्षणको लागि 5औं पाउ अगाडि बढाऊ भनेर दुलाहाले भन्नुहुन्छ। हे देवी, ती 6वटा ऋतुहरू छन् नि, ती 6वटा ऋतुहरू अनुसार यज्ञ आदि विभिन्न व्रत तीर्थहरू हुन्छन् नि, हो तिनै व्रत तीर्थ आदि पर्वहरू जो हुन्छन्, ती पर्वहरूलाई तिमीले ऋतु अनुसार र पर्वलाई पनि ऋतु अनुसार र ऋतु अनुसारको खानपानलाई ध्यान दिनेछौ। यानि पर्वमा पनि तिमी ऋतु अनुसारको खानपान गर्नेछौ र पर्व बाहेकमा पनि तिमीले ऋतु अनुसारको खानपानको महत्त्वलाई बुझ्नेछौ र बुझाउनेछौ। यसैको लागि तिमीले 6औं पाउलाई अगाडि बढाऊ भनेर दुलाहाले भन्नुहुन्छ। यसको अर्थ यस्तो हुन्छ कि हे देवी, जीवनको साँचो इमान्दार कर्मनिष्ठ र अर्धनारीश्वरी अर्धाङ्गिनी
जे भने तापनि आजदेखि तिमी मेरो अर्धाङ्गिनी हौ, सदैव मलाई साथ दिने, मेरो सदैव हित चिताउने र सफल बनाउने, यो जीवनको गाडीलाई सफलतापूर्वक चलाउने वाली हे अर्धाङ्गिनी, साँचो इमान्दार र कर्मनिष्ठ सच्चा सङ्गीको रूपमा तिमीले यो 7औं पाइलालाई अगाडि बढाऊ भनेर दुलाले भन्नुहुन्छ। साथै भन्नुहुन्छ कि र सदा मेरो अनुकूल गति चाहनेवाली भगवान विष्णुले तिम्रो व्रतलाई पूरा गरी सर्वश्रेष्ठ पुत्रले युक्त बनाउनुहुनेछ, ताकि बुढेसकालमा हामीलाई बुढौलीले छोएको अवस्थामा हाम्रो संरक्षण गर्ने सन्तान बनोस्। यसको अर्थ यही हो। हामीले यिनै कुराहरूलाई ध्यान दिएर विवाह गर्यौं भने अवश्यमेव सन्तान राम्रा हुनेछन्, सुखी हुनेछन् र तपाईलाई सन्तानले लगेर कहिले पनि वृद्धाश्रममा लगेर छोड्ने छैनन्। सदैव तपाईको हित चिताउने हुनेछन्। यी विवाहका पद्धतिमा बताइएका कुराहरूलाई बुझेर, शास्त्रीय रूपमा बुझेर, गुरुहरूलाई सोधेर, त्यसको अर्थ बुझेर, शास्त्रसङ्गत रूपले शास्त्रले जस्तो बताएको छ त्यसै तरिकाले तपाईहरूले विवाहमा उपस्थित हुनुभयो र विवाह गर्नुभयो भने अवश्यमेव तपाईँको जीवन सुखी हुनेछ। साथीहरू, धेरै महत्त्व रहेको छ, विवाह पद्धति धेरै महत्त्व रहेको छ। अहिले सामान्य केटाकेटीको खेल ठानेर जे पनि खाने र बस्ने चलन रहेको छ, तर यो तपाईहरुकै लागि हो। एकदम त्यो दिन विवाहको दिन दुलादुलैले नै व्रत बस्नु पर्दछ र कर्मनिष्ठ भएर सच्चा इमान्दार र भगवानलाई हृदयमा सजाएर यज्ञ मण्डपमा बसेर विवाह गर्नु भने अवश्यमेव सुखी हुनुहुनेछ। सन्तान पनि राम्रा हुनेछन्, असल हुनेछन्, संस्कारी हुनेछन्, गुणी हुनेछन्, ध्यानी हुनेछन्, ज्ञानी हुनेछन् भनेर शास्त्रमा बताइएको छ। जय होस्।